राधे राधे सबैजनालाई नमस्कार गर्न चाहन्छु। म ज्योतिष पुरुषोत्तम घिमिरे। विशेष रूपमा आज मेरो जानकारी रहेको छ विवाहित नारीको लागि सौभाग्य प्राप्तिको विशेष कार्य। विशेष रूपमा यो ज्येष्ठ कृष्ण पक्षको औँसी तिथि विशेष त्रयोदशी, चतुर्दशी र औँसीको त्रय दिन मानिन्छ। विशेष रूपमा सकिन्छ 3 दिन गर्ने, सकिँदैन भने औँसीको दिन 1 दिन गर्दा पनि विशेष लाभ रहन सक्ने परिस्थिति देखिन्छ। विशेष सौभाग्य प्राप्तिको लागि विवाहित नारीले बरको रुख वृक्ष मुनि रातमा उपवास बसेर विधिपूर्वक सुनको, सकिन्छ सुनको नत्र माटो बालुवाको प्रतिमा, सावित्रीको प्रतिमा बनाएर नैवेद्य, धूप, दीप, चुरा, टिपी, स्त्रीको सौभाग्यका सामग्रीहरू चढाएर सत्यवतीको समेत पूजा गर्नु। पूजा सकिसकेपछि ब्राह्मण विद्वान ब्राह्मणहरूबाट वट सावित्रीको कथा सुन्नु। व्रत समाप्तिपछि चढाइएका विविध सामग्रीहरू ब्राह्मणलाई दान गर्नु। सौभाग्य प्राप्त मिल्ने शास्त्रीय आधारहरू देखिन्छ। हजुरहरूले यस्तै ज्ञानमूलक जानकारीहरूको प्राप्ति गर्ने अपेक्षा राख्नुहुन्छ भने मेरो पेजलाई फलो गर्दै अगाडि बढ्नुहोस्। मैले हजुरहरूलाई ज्ञानमूलक जानकारीहरू राख्दै जानेछु। राधे राधे हजुर, नमस्कार।